जहाँ नयाँ सुरुवात गर्ने मान्छे फेरि मैले हुन्छ। अनि सब कथा देखेँ। अब कथा भनेको के हो भन्दाखेरि 17 सालमा चाहिँ हामी पत्रिका निकाल्यौँ। हामी चाहिँ त्यो चाहिँ नि बगैँचा भनेर निकाल्यौँ। गोविन्द प्रसाद लोधी, म र अर्को मदनराज पाण्डे थियौँ। त्यो उनीहरूपछि हाम्रो देखेर गोविन्द प्रसाद लोधी तिमीहरू केटाकेटी लगाएर हुन्छ उहाँले छोड्नुभयो। त्यसो वामदेव म मात्रै बसेर निकाल्यो। त्यसबाट हामीले नयाँ प्रयोग गर्ने भने एक साँझ भन्ने कथा छाप्यौँ। एक साँझ भन्ने कथा लेखाएपछि दौलत विक्रम विष्टहरूमा सब साथी हुनुहुन्थ्यो, मेरो मामा पनि पढ्नुहुन्थ्यो। अनि उहाँले ए भान्जा गरी त गरे त्यो ट्रेडिसन नयाँ निकाल्ने हो ल नयाँ निकाल्ने भने मलाई प्लट पो देऊ भन्छ। तिमी पढ्नुपर्छ मान्छे प्लट त मलाई पो दिनुपर्छ भन्छ। अनि मैले ल म पासा म त्यसबाट म पासाको पुरा भक्त थिएँ। ल म पासा पढ्नुहोस् तपाईँ एकचोटि कथा काले मोमा साथ पढ्नुपर्छ मोमा साथ भनेपछि होइन एउटा कुनै कथा लेखेर मैले प्लट उहाँलाई दिएँ। एक साँझ छापियो। त्यो साँझ निस्किने बित्तिकै हल्ला हाल्यो, समातियो। अनि मलाई 7 दिन ल्याएर थुनियो। 7 दिन ल्याएर थुनियो एक साँझ। त्यसपछि त्यसको 5-6 महिनापछि के आउँछ भने चाहिँ त्यो कथाले हल्ला भयो। अनि हर्क गुरुङ साथी थियो मेरो आइमा पढ्दाखेरि। अनि उसले पटनाबाट चाहिँ पत्रिका निकाल्ला ए पुष्करजी म त एउटा कथा चाहियो तपाईँ कहाँ गयो भने कथा पाइन्छ अरे। जुनसुकै कथाकारलाई पनि तपाईँ चिनापट्टि गराउनुहुन्छ अरे। तपाईँ कहाँ हो भनेपछि अनि तपाईँ मेरो एउटा चाँडै निकाल्नु परेको छ, प्रेसमा दिइसक्यो। कुन प्रेसमा दिनुभएको छ भन्दाखेरि जोर गणेश प्रेसमा। अब जोर गणेश प्रेसकै मालिकलाई गएर कथा लिनुहोस् न भने मैले विजय मल्ललाई त्यसलाई त भन्यो जो भने पुष्करलाई समातेपछि मात्रै पाइन्छ पाइँदैन भनेर आयो। अनि विजयबहादुर मल्लले भन्छ पुष्कर मलाई एउटा कथाको प्लट लियो भन्छ ऊ। अनि त्यसलाई पनि म पासै कथा दिएँ। अर्को त नोट्स बनाइदियो भने नोट्स लेखाइदिएँ। म पासाको एउटा भेनस अफ ब्रान्डिया भन्ने कथा म त्यसबाट पढ्दै थिएँ। त्यो तपाईँहरूले त्यो पढेपछि म पासाको त्यो पढेपछि त्यसलाई यो कार्य नेपाली कन्टेक्स्टमा लेख्ने राम्रो हुन्छ भनेपछि मेरो नोट्समा एउटा कालो चस्मा मैले छापेँ। कालो चस्मा चाहिँ पटनाबाट छाप। त्यसले फेरि अर्को हल्ला मच्यो। अब म्याजिस्ट्रेटको पुर्जिका पुर्जी आउँछ त्यहाँबाट। अनि म्याजिस्ट्रेटको उसमा गर्दा के भने अब कुनै क्रिटिकले यो चाहिँ अश्लील होइन भन्ने कुरा प्रुभ गरिदियो भनेर भन्छ। त्यसपछि मैले 2 जना आलोचकलाई, एउटा तारानाथलाई एउटा वामदेव पाललाई, एउटालाई फर्ममा एउटा एगेन्स्टमा कालो चस्माबाट लेखाएँ। मैले थाप्नु पऱ्यो फेरि। त्यसरी नेपाली कथा साहित्यमा नयाँ प्रयोगहरू आयो। यो प्रयोग त्यस बेला 17-18 सालदेखि आएपछि अनि मैले पनि सुरु गरेँ। अनि गर्दाखेरि अनि सब के भने पुष्करले चाहिँ नेपाली साहित्य बिगार्यो, सब यौनवादी भन्नु थाल्यो हाम्रो सब। त्यहाँदेखि चाहिँ के भने नेपाली कथामा नयाँ प्रयोग आयो। अनि त्यसै बेला अनि हाम्रो चाहिँ शङ्कर लामिछाने चाहिँ हामी थियो, उहाँले पनि सब एप्रिसिएट गरेपछि त सबै आधुनिक कथा भन्ने बित्तिकै त म पासा पढ्नु पऱ्यो। त्यस कारणले अल्बर्ट क्यामो पढ्नु पऱ्यो। दुनियाँभरका कथाको मैले लेख्थेँ। अहिले कोही पनि त्यो कथाहरू नेपाली समाज कोही पनि पढेका छैनन्। सुरुवात त पढ्नु पऱ्यो नि। यसरी कथा आयो। अनि कथा गजल भयो। अनि एउटाले मलाई के भने अब खालि विदेशी कथा मात्रै गरेर निस्किन्छ नि एकजना त लाल बुद्धकर। त्यो पनि फाइदा हुन्छ। चाहिन्छ एउटा लाल बुद्धकर जहिले पनि चाहिन्छ आलोचना नगर्नेलाई। कथा भनेको के हो त डेफिनेट खै रोनी भनेर। अनि कथा भनेपछि कुन किसिमको कथा। अनि त्यसो म त अध्ययनशील मान्छे। अनि कथा भने कथा त कथा के को कथा, संसारभरिको कथा यस्तो हुनुपर्छ भने मैले जुनसुकै कथा पनि लोककथा भन्छ, गाउँ खाने कथा भन्छ। हुँदा विरूपाक्षको कथा पनि निस्किने भयो, भोलि कृष्णको कथा पनि निस्किने भयो, भोलि उर्वशीको कथा पनि निस्किने भयो। कथा त कथा जस पनि कथा निस्किनु भयो। त्यस कारण त्यसरी चाहिँ डिफिनेसन आयो। कथा भनेपछि मैले आफै पनि कथा हुने भयो नि। आफ्नो बारेमा आफैले लेख्ने भयो, आफ्नै कथा लेख्ने भयो। त्यो पनि कथा हो। त्यस कारणले कथा यही हो भनेर कसैले भन्न सक्दैन भनेर मैले भने। त्यहाँदेखि जस्तै नेपाली साहित्यमा के भने
कथा पनि चाहिँ यही। अनि मैले कोथुङ्ग्री, यो नेपाली समाजमा कोथुङ्ग्री भन्ने छ, कोथुङ्ग्री। अब अहिले लौकथा भनेर आयो। लौकथा पनि विभिन्न क्षेत्र छ भन्दाखेरि चाहिँ कसलाई मान्ने। अब कथा त कथा हो, त्यस्तै निबन्धमा आयो। अनि कथात्मक निबन्ध भनेर आयो फेरि। निबन्ध र निबन्ध, कथात्मक निबन्ध अरे। यात्रात्मक ऊ चाहिँ जहाँ पनि कथा पनि, जो कथा त कस्तो भयो जेमानी निबन्धमा जोडिनु भयो। जेमानी जहाँ जोड्दाखेरि अहिले नेपाली साहित्यमा बरु त जस्तै कथा पनि आइरहेको थियो। कुटुम्बी मैले भने अब अर्कोकै भयो जब एकदम कथा होइन कथनी कथनी र ऊ के भने कुनै छ नि के त्यो दुईवटा चाहिँ कथनी र के भन्ने ऊ शब्दै छ। कथनी सँगसँगै एउटा आठवटा बिर्सिहाल्छ पनि। कथनी जस्तै थुतुनो त्यसको प्यारल छ, प्यारल छ, प्यारल छ। कथनी र करनी, कथनी करणी भन्नु पर्यो। अब यसलाई व्याख्या गर्नु न तपाईँले। अब कथनी हुनेको के हो? कथा भन्दै जा। करनी हुनेको के हो? त्यही कथाको आधारमा आएर जोडेर अर्को आयो। कथनी र करनी, थुतुनो र मुतुनो, यस्ता शब्दहरू नेपाली उसमा छ कि यहाँ सुन्छ। कथनी र करनी कानुन, यो कानुन तर्फ छ। कथनी र करनी कानुनले धेरै प्रयोग गरेको छ। कथनी र करनी धेरै जस्तो ल उसमा चाहिँ प्रयोग भएको छ। अनि त्यस्तै थुतुनो, थुतुनो जोगाउनु, मुतुनो जोगाउनु भन्छ नि। बुढाबुढीले पहिला कहिले आफ्नो छोरा नाति सबलाई थुतुनो र मुतुनो है। अनि त्यो पनि एउटा कथा हो। त्यहाँ कथा जे पनि कथा हुने भयो। कथाको परिवेश सानो घेराको चाहिँ त्यो के अरे सोचाइ, मानिसको सोचाइ जति उदार हुँदै जान्छ, मानिसको विचार जति प्रष्ट हुँदै जान्छ, जति खुम्चिन्छ त्यति चाहिँ के भने मान्छेमा चाहिँ एउटा कुण्ठा, मानिसमा एउटा विवेकहीनता अंश भन्ने कुरो चाहिँ आजको मोडर्न साइकीले भनिरहेको छ। त्यहाँ कथा केलाई कथा हो? जस्तो अस्ति मैले एउटा हाइकु लेखेँ, ताकि छोटो कथा लेखेँ। जब मैले लेखेँ एक बिजले चाहिँ के गरेँ, त्यो कविता लेख्ने बित्तिकै मैले के त्यो कवितामा के लेखेको थिएँ भने चाहिँ राम जङ्गलबाट आए, बाउसँग बिता गएर आए, बसे एउटा जङ्गलमा बसे। तीनजना राम, सीता र लक्ष्मण थिए। त्यसमा राम के उठेर राम बाहिर गए जङ्गलमा, अच्छा आउँछ उनी बाहिर नि। त्यसपछि लक्ष्मण र चाहिँ सीता मात्रै छन्। अलिक पर गएर आएपछि ठुलो आवाज आयो। आवाज आउने बित्तिकै सीताले ठुलो रामलाई केही भयो हुन्थ्यो नि, रामलाई कहिले गर्छ ए तब राम गइसकेपछि त उनको विकृतिहरू रामले के त त्यो गरेपछि अब म माथि त आसक्ति भएको होला होइन परे। त्यो भएपछि लक्ष्मणलाई त जुरुक्क उठेर गए, उठेर गएको फल त त्यति बेला सर। अनि उनी जानुभयो फेरि फर्केर आए। उनी के भन्यो भने अब के गर्थे यस्तो मान्छे जानु त उयो लक्ष्मण देखाएको थिएँ, अब योभन्दा बाहिर नजानुहोस् है, यसरी घेरेर गए। उनी जब लक्ष्मणले घेरा हालिकन गएर जाने बित्तिकै एकैचोटि रावण आयो। रावणले के गर्यो, भेष बदलेर आयो। भेष बदलेर आउने बित्तिकै उनी बिचमा बसेर गएको थिएन, होइन सङ्गारो बसेर म कहाँ म त जोगी हुँ, के यता के उता हुन्छ, के भित्र के बाहिर, त्यो पोजिटिभ र नेगेटिभ त्यो हुन्छ नि। अब उसलाई घरमा रहे त्यहीँ बसेर गयो, ऊ आउँदैन साथी, त्यो आकर्षण बाहिर आउने बित्तिकै लिएर गइदियो। अब यस्ता यी कथाहरू जहाँ पनि प्यारल छ, नेगेटिभ जस्तै कथानिर करणनिर चाहिँ त्यस्तै भित्र र बाहिर भन्ने कथा जेको पनि कथाहरू हुन्छ। हजुर उहाँले एउटा प्रश्न सोध्नु भएको छ हजुरलाई, यो एउटा खुसी लाग्ने आज कथनी हो। हजुरलाई उहाँ भाइले एउटा क्वेसन सोध्नु भएको छ।
हुन्छ दोस्रो हो दोस्रो। 2 नम्बर हजुरले यौन कथा कहिलेदेखि सुरु गर्नु भएको हो हजुरले गरेको हो? त्यही हो। कहिलेदेखि सुरु गर्नु? अब यो कथा चाहिँ हाम्रो त सुरुदेखि वास्तवमा मैले कथा लेख्न सुरु चाहिँ 13-14देखि त्यो को थियो भने हाम्रो यौन कथा चाहिँ दादा यौन कथा चाहिँ कहिलेबाट सुरु गर्नु? यही हो यौन र ऊ भन्ने कुरा के आयो त यौनको अहिले मान्छे कथा त कथा संसारमा जति कथा लेखेका छन् प्रेम प्रणय भन्छ पहिले प्रेम प्रणय र यौन भन्छ यौन मात्र भन्दैन प्रेम पहिले अनि प्रणय अनि यौन एकैचोटि यौन काम हुन्छ कुनै केटीसँग लभ पर्यो भने एकैचोटि यौन हुन्छ भने डेफिनेसन छ प्रेम गरेर केटीदेखि अपोजिट सेक्सदेखि प्रेम भयो प्रेम भएपछि प्रणय भयो अनि त्यतिपछि सम्भव हुन्छ यहाँ त यौन भनेदेखि यौन कथा भने के हो यो प्रश्नै पहिला अप्ठ्यारो छ यौन के हो यौन चाहिँ एउटा के भने यस्तो तत्त्व हो कि जता माने लगाए पनि हुने यौन भन्ने बित्तिकै राम्रो पक्ष पनि हुन्छ नराम्रो पक्ष पनि यौन भनेपछि टिपिकल भयो त्यस कारण यौन भन्ने बित्तिकै प्रेम प्रणय र सम्भोग भन्नुपर्छ यो तिनवटाले के यौन भनेको हो कि यो तिनवटाको एउटा समीक्षण चाहिँ यौन हो कि त्यो डिफाइन कसैले भन्नु भने त्यसले सेक्स भन्छ अङ्ग्रेजीमा सेक्स भन्छ के हो सेक्स भने एउटा कस्तो पनि त्यो शब्द जता माने लगाए पनि हुन्छ अब एउटा बच्चा एउटा आमाले चाहिँ माया गरिरहेको हुन्छ होइन अब अपोजिट म्यान हो कि ओ म्यान हो भन्ने कुरो त नेचरले दिइसकेको छ त्यो दुईटा प्रडक्ट भएर निस्किन्छ एउटा बच्चा त्यो केबाट आयो प्रेम र प्रणयपछिको निस्केको एउटा उपज हो सेक्स पनि त्यसरी भन्नुपर्छ भन्ने पनि चाहिँ यौन भन्ने बित्तिकै तिनटैको समीक्षण यदि त्यो स्वस्थ रूपले प्रेमलाई बुझ्न सक्यो प्रणयलाई बुझ्न सक्यो यौनलाई बुझ्न सक्यो भने त्यो एउटा राम्रो कथा राम्रो वातावरणको विश्लेषण र समाजले चाहिँ नयाँ कुरा सिक्छ भन्ने एउटा त्यो धारणा छ एउटा होइन मानिसले जहिले पनि कहाँ सिक्ने एउटा मानिसले त सिकाउँछ अरूलाई सिकाउँछ भन्ने कुरो पनि आयो कसरी सिकाउँछ कि समाजभित्र बसिकन दिएको नियम कानुनमा कोही मान्छे बस्न सक्छ विद्रोह भइरहेको छ हरेक पटक विद्रोह हुन्छ यौनमा पनि विद्रोह हुन्छ हरेक चिजमा विद्रोह हुन्छ त्यो विद्रोहलाई चाहिँ के भने यौनलाई हेर्ने मान्छे यौन विद्रोहलाई चाहिँ फेरि एउटा कुरो गर्यो त्यति सानो बच्चा छ सानो बच्चाले के जन्मिने बित्तिकै बच्चा आमाले माया गर्छ ऊ गर्छ सबै गर्छ अब त्यो गर त्यहाँ आमाले स्नेह साथ गरिरहेको हुन्छ त्यहाँ उसले आमाले छेको स्पर्शले त्यहाँ उसले विद्रोह गर्छ भनेर एउटा साइकोलोजीले भन्यो सानो बच्चादेखि विद्रोह गरेको हुन्छ बच्चाले चाहिँ सानोदेखि जस्तै स्तन जो आमाको स्तन गरेर कति माया गरेर आउँछ त्यो स्तनलाई उसले के गर्छ त पछि विकृत रूपमा हेर्छ छोरोले त्यही विकृत के अरे पछिसम्म रहेको छ भनेर व्याख्या गरी पनि निस्केका छ यौन केलाई भन्ने एउटा आमाले स्नेह साथ दिएको आफ्नो बच्चालाई मातृत्व प्रदान गरिरहेकोमा अब त्यसलाई पनि यौन भन्नु थालेको चाहिँ मैले के गरेँ यसको एक्जाम्पल अहिले म तपाईँलाई दिन्छु कृष्ण अहिले ब्रेस्ट कम्प्लेक्स भन्छ ब्रेस्ट कम्प्लेक्स संसारको साइकोलमा ब्रेस्ट कम्प्लेक्स जो के हो त ब्रेस्ट कम्प्लेक्स त्यो हाम्रो माइथोलोजी गरियो जब कृष्णको हत्या गर्नको निम्ति पुतनालाई अगाडि सारियो पुतनाले के भयो कृष्णलाई मार्नको लागि एउटा गरेर उसले चाहिँ ब्रेस्ट गर्यो चाहिँ आमाको जस्तो गरिकन भयो तर उसले चुस्ता के हो भने आफू उसको देख्दै भयो त्यो साइकोलोजीले कृष्णलाई सुरुदेखि नै एउटा सेक्स फिलिङ पछिसम्म भइराख्यो भन्छ त्यो भित्र सप्रेस भयो भन्छ भने खुम्चेर गुम्सिएको त भावना पछिसम्म रहिरहन्छ अरे कृष्णमा त्यो किसिमको भावना आयो अनि त्यो भावना आज चाहिँ गोपिनीहरू 1600 गोपिनीहरूको सबै कृष्णले सँगसँगै त्यसको सम्पर्क छ र त्यसको शारीरिक सम्पर्क हुनसक्छ र भन्ने प्रश्न पनि आयो तर एउटा साइकोलोजी के हो होइन त्यो फिलिङ पो भनेको हो फिलिङ आइरहन्छ नभन्ने के भयो
उनीहरूले देखाइदिए। जस्तै त्यसमा चाहिँ सब गोपिनीको पछि लागिरहेका हुन्छन्, गोपिनीका गइरहेको हुन्छन्, गोपिनीहरू पनि जान्छन् आफ्नो साथीहरू लिएर नुहाउन गइरहेका हुन्छन् होइन, यो कथा सबै थाहा छ। जब उनीहरूले सोच्छन् कोही कोही चाहिँ जङ्गलमा गएर उनीहरू आफ्नो सारा वस्त्र फालिकन नुहाउन थाल्छन्। अब त्यसमा थाहा पाइसक्यो उनीहरू बेस्ट कम्प्लेक्स पीडित छौँ। अनि घुम्दै गएर देखेपछि सबै नुहाउन पैसके लुगा सब फालेर माथि गएर रुखमाथि गएर बस्नु माथि लौ कृष्ण आयो, लौ बारीमा सबले आफ्नो अनि त्यहाँ सबै के गर्यो। अनि त्यसपछि चाहिँ कृष्णले चाहिँ होइन ऊ सूर्य भगवान्लाई सन्देश दिएको भने कृष्णबाट देखेर कृष्णले चाहिँ उनको चाहिँ स्तन देख्ने बित्तिकै ऊ सेक्स फिलिङ गयो भनेर आज मोटरसाइकल यसरी आइन्दैछ के अरे यसलाई अस्ट्रोनटी सिल भन्यो। यसरी यौनलाई चाहिँ राम्रो रूपले हेऱ्यो राम्रो हुन्छ, नराम्रो रूपले हेऱ्यो भने त्यसलाई खराब हुन्छ। अब कसैले एउटा बाटोमा हिँडिरहेको भने तपाईँ हामी अब एउटा यति फ्रक लगाएर हिँडेर चाहिँ ड्रेसलेस ऊ चाहिँ गऱ्यो भने हेर्छौँ होइन। तर एउटा भर्खरको स्वासले चाहिँ त्यहाँ गएर त्यसले गएर समाजले रेप पेट्रे त्यहाँ किन्यो भने सिक्दैन। त्यस कारण समय परिस्थितिले मानिसले आफूलाई ढाल्न सक्यो भने त्यो राम्रो हुन्छ, त्यो प्रेम प्रणयमा सम्भव हुन्छ। होइन ढाल्न सकेन भने त्यो क्रिमिनल क्राइम हुन्छ। मैले अहिलेसम्म अध्ययन गरेको अनुसार यही बुझेको छु, यति